गाइस आज चाहिँ मैले एउटा नयाँ ब्लग लिएर तपाईँहरूको अगाडि मैले उपस्थित गर्न चाहेँ। फर्स्टमा चाहिँ वेलकम टु गाइस माई न्यू ब्लग। मेरो नयाँ ब्लगमा सबैलाई स्वागत छ। म आज त्यति टाढा आफ्नो नानाको चाहिँ मैले 5 बजे म किनकि अब भोलिको स्कुल पनि भेटाउँछ नि त हामीले भोलि अब स्कुल छोडेर जाने कुनै पनि खेल्दैन माथि उठ्यो स्कुल जोडिरहनु होला। यस्तो खेतहरू खनिरहेको हुन्छ। पानीको धारा हो अहिले ढिला भइसकेको छ। पानी खान आयो भने फेरि यस्तो हरियो परियो छ हाम्रो गाउँकै गाई जस्तो देख्न सक्नुहुन्छ। अझ म आफ्नो घर पुग्नु लागेँ गाइस। अब घर पुग्नु मात्र 10 मिनट है गाइस। 10 मिनट पछि म घर पुगिहाल्छु। घर गएर यहाँसम्म 1 घन्टाको चाँडै ठिक भयो नि। म 5 बजी हिँडेको 6 बजी ठिक घर पुग्छु होला है गाइस। यस्तै छ पारा हाम्रो।